प्रेम कृपा जयाची, सर्वांगी सुंदर उदिशेंदुराची, कंठी झळके माळ मुक्ता फळाची. जय देव जय देव जय देव जय देव जय मंगल मूर्ती हो श्री मंगल मूर्ती, दर्शन मात्रे मन कामना पूर्ती. जय देव जय
हल्का ल ल अब यसो गरौँ अब एउटा काम रक्स ल्याएर बादम त यहाँ 2-3 ठाउँमा हिजो जस्तै ल यो त राम्रोको लागि मैले माथि तल्काउनु पर्ने मण्डप पण्डितजी आएको थियो हजुर एकदम हुन्छ त्यही बाँधिए हुन्छ मजाले अब तिमीले यस्तो गर एउटा रस्सी मागेर तिमीले हो यहाँबाट बाँधेर लिएर गजुरको मुन्तिर बाँध्यौ है त्यसरी बाँध्नु त बल्ल हुन्छ त्यस्तो म आइडिया दिइहाल्छु दादा नार्सिकिन गर्नुपर्छ कि त्यसलाई यसो गर्नुपर्ने अब त्यहाँ बाँध्यौ अनि त्यो अरूको धरबाट त्यसले 3 साइज बाँधिदिनु मात्रै अलि तान न अलि त्यसलाई तान न पुरै अलि तान अलि तान अपूर्वैक सुसागर विनोत्रुणम मातृगणे नमो नमः गन्धादि पुष्प जल चन्दनम समर्पयामि नमस्करोमि ओम श्री परमात्मने नमो नमः ओम मंगलम भगवान विष्णु मंगलम गरुडाध्वज मंगलम पुंडरीकाक्ष मंगलाय तनोहरे ओम श्री परमात्मने नमो नमः अब त्यहाँ दर्शन गर्नुहोस् ल मूललिगोमा बाबा तोलकान्त बाबा त्यो मूललिगोमा एउटा 100 दक्षिणा अर्पण गर्नुस् त दक्षिणा भनेको यज्ञको पत्नी अब यो मूललिगो मूललिगो यहाँ विराजमान गराइसकेपछि अब एकैछिन तपाईहरु जलपान गर्ने अहिले केही समय पछाडि फेरि हामीले पूजन गर्नको लागि बोलाउने छौं अहिले आनन्दपूर्वक यहाँ तयारी अवस्थामा धूप गर्नुभयो हरे ओम धूप गरिसकेपछि यताबाट उसमा राख्ने है त त्यो गाईको गोबरमा राख्ने श्याम श्याम राधे 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 कृष्ण 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 राधे राधे खै त तपाईहरुले भनेको सबैले भन्नुस् त भोलि राधा सर्वेश्वर भगवानको यज्ञ पुरुष परमात्माको 84 के महायज्ञ को भागवत भगवान को लक्ष्मी नारायण भगवान को ल एकचोटी घुमिसकेपछि अब कर्ता वर्गले यो तोरण पनि बेर्दिनुस् अब मूल लिगोमा बाँधौ त तोरण मातृगणे बेनौमा तोरणमा मातृगण देवताहरुको आएर विराजमान भइदिनु भनेर तोरणमा तोरण खाइ तोरण लगाऊ पहिला गर्नु अलि माथिबाट है अलि माथिबाट बाबु त्यहाँ जानुपर्छ फेरि ल यता आउनुहोस् अब बाबा आमा त्यहाँ बस्नु पर्दैन यता आउनुहोस् छोडिदिनु अब त पूजा सामग्री लिएर यता आउनु खै आज त्यही थप्दै ओ दक्षिण संकल्प गर्दा थोरै संकल्प गरिन्छ पछि निकाल्ने गरिन्छ नि Viष्णु Lakshmi, Borai
पहिलैमा पुजेर ल्याउला फुलकी माला सर्वेश्वर भगवानको ल अब सबैले भन्ने है त ताली बजाउँदै आनन्दपूर्वक भन्ने है त हरे चढाउ गणेश बाला सिन्दुर धोबो फुलमाला 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 सबैले भनौँ त ल खै त कता गयो खै हरे चढाउ गणेश बाला सिन्दुर धोबो फुलमाला चढाउ गणेश बाला सिन्दुर धोबो फुलमाला चढाउ गणेश बाला सिन्दुर धोबो फुलमाला फुलमाला हरे बोली लम्बोदर गणेश भगवानको श्याम सुन्दर भगवानको एकी पुरुष परमात्माको राधा सर्वेश्वर भगवानको अहिले त्यसै गरी हो अहिले मनमा बेष्टित गरौँ ल ल अगाडि राखिदिनुहोस् एउटा टप्पर राख्नु न अगाडिपट्टि टप्पर राख्नु त्यहाँ भेटी पनि अर्पण गरिदिनुहोस् भेटी चढाउनु भएको छ बाउ र आमा घरमा हुँदाहुँदै पितृको लागि छोराहरूले ध्वजा बाँध्न मिल्ने कामहरू बाबाको हातबाट गरिदिने ल अब यसो गरौँ अब भाउजूहरू मैले एउटा निवेदन गरेँ अब के गर्नु पर्यो त भन्दा जस्तै अब गुरुहरूलाई तपाईँहरूले पनि फल मध्यमा ब्रह्माजीको पूजाणो माते सुन्द मोलेस्तो मोले दशैस्तो ब्रह्ममा मध्य गणेश प्रदा कोचो दुसागर सबैदेव वसुन्धर सबै दिपहरूलाई सम्झेर पूजन गर्नु सबै गङ्गाजीलाई काली गण्डकी आमालाई स्मरण गर्नु मुक्तिनाथ गङ्गालाई स्मरण गर्नु सर्वरिष्ट भगवानले प्रादुर्भाव बनाउनु भएका गङ्गालाई मैले स्मरण गरेको छु यही कलशमा आएर विराजमान गरेर मेरो छो अब भगवानसँग प्रार्थना गर्नु भगवानसँग प्रार्थना गर्नु ओम पृथ्वी नेत्रधानी कलशम द कलश अब भगवान श्रीहरिलाई फेरि प्रार्थना गर्नु ओम गङ्गे जीवने क्षेत्र गोदावरी सरस्वती नर्मदे गर्नको लागि भावना गर्नुपर्छ जस्तै श्राद्ध कर्म गर्ने बेलामा वाक्य एक सन्त पितर जस्तै पूजा गर्ने बेलामा भावना भएन काम क्रोध लोभ मद मात्सर्य सम्पूर्ण सबै कुरा त्यागेर जस्तै मैले आजबाट 2 महिना अगाडिबाट तपाईहरुलाई म दोहोऱ्याएर पूजा गराउँछु नमो नमः कलशलाई राखिदिनु भयो अर्पण गर्नुभयो ओम नमो भगवते वासुदेवाय ओम श्री परमात्मने नमो नमः अब कलशलाई स्मरण भइसकेपछि अब तिलञ्जल समातौं ओम पुण्डरीकाक्ष पुनातो त्यहाँ यज्ञ पवित्र जनै राख्नु जनै भन्नुस् वशिष्ठ गोत्र अहम ममात्मना भन्नुस् अहम ममात्मना पत्नी पुत्र पौत्रादि सपरिवारस्य सकुटुम्बस्य श्रुतिस्मृत प्रणोक्त फलप्राप्त गोत्रन्नाना नाम शर्मणो ब्राह्मणे विचन्द्र पुष्प अक्षता द्रव्यादि वस्त्र यज्ञोपवीत फलम विरामये वृतोस्मि वृतोस्मि भन्नुस् त श्री कृष्णार्पणमस्तु भन्नुस् श्री कृष्णार्पणमस्तु अस्तु भन्नुस् ओम नमो भगवते वासुदेवाय भन्नुस् अब गणपति महाराज यो यज्ञका गणपति महाराजलाई सम्झेर एउटा जनै यज्ञोपवीत भनेको जनै भयो फल भयो अनि ओम कपाल भैरवाय कपाल भैरवाय
शिवाय गो ब्राह्मणिताय च जगदिताय कृष्णाय गोविन्दाय नमो नमः नमो नमः ल ब्राह्मणिताय च जगदिताय कृष्णाय गोविन्दाय नमो नमः ओम श्री परमात्मने नमो नमः ल हरि ओम ओम पृष्ठदेव पृष्ठग्नि पृथ्वी विश्व वैश्वानर सहस्ररेखा स्मदग्धमाम नमस्तुते सहस्रमूर्ते सहस्रपादाश्रवे सहस्रनाम्ने पुरुषाय सहस्रकोटि युगधरणे नमो नमः ल अब दीपनारायणी नमो नमः अब कलश अब तो उतापट्टि पनि थोरै 84 को अगाडिपट्टि पनि हामीले जुन थापना गरिएको ठाउँमा पनि बाबाको हातबाट यसो बत्तीमा पूजन गर्नु अनि यतापट्टि गणेशलाई पनि टक्क रातो चन्दन लगाइदिनुस् ओम गणानान्त गणपति गंगाभामे प्रियानन्त प्रेवति गंगाभामे निधिनान्त निवेदि गंगाभामे पशममामजारि गर्भदम तमजा श्री गर्भदममा ल अब कलशमा पनि यसो थोरै पूजन गर्दिनु त्यहाँ सबै चीजहरु परेको छ त्यहाँ टक्क पूजा गर्दिए मात्रै हुन्छ हैन ओम कलशस्य मुखे विष्णु कण्ठरुद्र समासित मूलेको चौदो सागरा सद्देव सुन्दर दिग्वेद यजुर्वेद समदं ऐशं दांगैश सर्वे कलशं तु समाश्रिता आवनमासनं पादमार्गमासने पुनजलेशनं समर्पयामि श्री परमात्मने नमो नमः नमस्करोमि ल जगरे मैत्रे धानी पदमा समवर्णवस्य भागं सुरेश समाह ल अब त्यहाँ दही राख्नु अहिले सबैले त्यो पान गर्नुपर्छ त्यो खानुपर्छ त्यसको लागि राम्रो तरिकाले त्यहाँ अबिर केसरी केही नपारौँ है ओहो नभए फेरि जल चढाउनुहोस् जल शुद्ध जल खाए हरे ओम सत्य पीठमा पूजारम पीठ देवताभ्यो नमो नमः पीठमा पर लिंगत भद्र देवता पूर्व पूर्व हे नमो नमः आविया मिठामी पूजयामि नमस्कृमि नो दुर्गा भगवती नगत सदा पीठ देवताभ्यो नमो नमः ओम तदसि उतावत भगवती उत्तरे सीमान उत्तरवती भगवती भगवान सिंह पूजा उत्तरे सीमान हरे अम्मा लिनु लिनु पानी जल पान गर्नुहुन्छ ओम महादेवी शस्त्र शस्त्र विजानि ओम चतुष्षष्ठी चतुष्षष्ठी योनि पूजानि यदापति यार प्लास्टिक पूजानि यदापति यार क्षेत्र देवता भो नमो नमः आदि त्यादि नाम कर भो नमो नमः वटु भैरवान वटु भैरवान उन्नत भैरवान काल भैरवान क्रोध भैरवान चंड भैरवान संहार भैरवान नमो नमः भैरवान नमो नमः हरे ओम मा धूप गरौँ ल ओम श्री परमात्मने नमः शूद्रण तृणाय नमः यागक्षि यातिष्ठ पाद्य मार्ग माधुरी विशानम गंध पुष्पम समर्पयामि शूद्रण तृणाय नमो नमः ओम यजुर्वेद ओम ऋग्वेदाय नमो नमः अब पूर्वद्वारमा पण्डितजी तपाईहरु त्यहाँ सिकाउनुस् है फूल राखम आनन्दपूर्वक बाहिरबाट यतापट्टि मण्डपपट्टि फर्केर पूजा गरौँ त ल सबैजना जानुस् धार्जे ल ओम ऋग्वेदाय नमो नमः अब त्यही पूर्वद्वारको तोरणमा ओम तोरणको छेउमा रावे नमो नमः गुरुवे नमः द्वारकलासाय नमः धुरमाय नमो नमः अब पूर्वमा इन्द्र भनेर त्यहाँ पहिलोमा ऐरावत हात्तीको चित्र पूजा गर्ने होइन मैले बारम्बार जे भन्छु त्यही टक्क गरौँ है ओम आवनमासन पाद्यमार्गमासन जलेशनम समर्पयामि श्री परमात्मने नमो नमः ल अब यतापट्टि आउनुहोस् ल यता आउनुहोस् अब सुन्नुभयो ईशान्य आग्ने यता यो टोडामा यसलाई आग्ने भनिन्छ है त त्यस्तो अवस्थामा वासस्थान अग्नि भगवानको वासस्थान भनेको आग्ने कोणमा हुन्छ त्यसै कारणले गर्दा अन्त ईशान्य लगायत र ईशान्य आग्ने नैऋत्यमा पनि बनाउनु हुँदैन वायव्यमा पनि बनाउनु हुँदैन उत्तरमा पनि बनाउनु हुँदैन अब अग्निमा सम्झनुहोस् न आग्नेमा अग्नि भगवानको स्मरण गर्नुहोस् सेतो भेडालाई सम्झेर त्यही स्मरण गर्नु गन्धादि पुष्प जल चन्दन समर्पयामि नमस्करोमि अब त्यो भक्षणमा कालो यमदण्ड बनाइएको छ यतापट्टि आएर हो त्यहाँ पूजा गरौँ त्यहाँ द्वारहरूमा पूजा गरौँ है तलपट्टिको द्वारहरूमा पूजन गरौँ दक्षिण द्वारमा नमः ओम सुभद्र तृणाय नमो नमः यजुर्वेदाय नमो नमः तृणको छेउमा सूर्याय नमो नमः
अंगराकाराय नमः नमः द्वार कलशाय नमः धाराय नमः नमः गंधादि पुष्प जल चंद्रम समर्पयामि तोरणमा मातृगणे नमः। अब यो तोरणमा मातृगण नाम गरेका भगवानहरू आएर सेतु सीमालाई सम्झेर पूजन गर्नु। निरित नाम गरेका भगवान देवताको वासस्थानमा ध्वजा सेतो हुन्छ, त्यहाँ ध्वासे मासोलाई सम्झेर स्मरण गर्नु। ओम गंधादि पुष्पजल चंद्रम समर्पयामि नमस्कारम श्री परमात्मने नमो नमः। वायुमा वायु ध्वासे हरियो कालो मृगलाई सम्झेर पूजन गर्नु। वायुव्य दिशामा वायुव्य भनेको भन्दा उतापट्टि है त, वायुव्यमा वायु ध्वासे हरियो कालो मृगलाई स्मरण गर्नु। उत्तरमा कुबेरलाई स्मरण गर्नु। धनका मालिक उत्तरमा कुबेरलाई स्मरण गर्नु है। त्रिभुवन
सिंहासन गरुड सिंहासन राजा रामलाई सोधे घटाइमा कर्पूरगौरं करुणावतारं संसारसारं भुजगेन्द्रहारं सदा वसन्तं हृदयारविन्दे भवं भवानी सहितं नमामि। ल अहिले पछाडि हाम्रो बाजारबाट नाच्छ होला। अहिले जस्तो आफै नाच्छु चाहिँ म एउटा भजन गाउँछु, तपाईहरु आनन्दपूर्वक नाच्ने है त। एकचोटि जयकार मनाएर बोले राधा सर्वेश्वर भगवान को, आनंद कंद भगवान को, कृष्णचंद्र परमात्मा को। हरे नमः शिवाय नमः शिवाय, हर हर भोले नमः शिवाय, हे नमः शिवाय नमः शिवाय, हर हर भोले नमः शिवाय। सबैले भन्नु होला शिवाय, सबैले नमः शिवाय, हर हर भोले नमः शिवाय, हे नमः शिवाय नमः शिवाय, हर हर भोले नमः शिवाय, हर हर भोले नमः शिवाय, हर हर भोले नमः शिवाय। बोले शाम्ब सदा शिव भगवान को, शंकर भगवान को, राधा सर्वेश्वर भगवान को, कृष्णचंद्र परमात्मा को। आफ्नो स्तरमा श्याम शरदः सदमदीनाः, श्याम शरदः सदाम्भो यस्य शरदः सदात्त। भगवान राखेर भगवानलाई पहिला देखाउनु, त्यहाँ आफ्ना आँखाहरुमा राख्नु, सबै भगवानलाई देखाउनु। यहाँ थापित गरेका भगवान सबैलाई
तन्नो रुद्र प्रचोदयात्। ॐ एकदन्ताय विद्महे वक्रतुण्डाय धीमहि तन्नो दन्ति प्रचोदयात्। ॐ कात्यायनाय च विद्महे कन्याकुमारय धीमहि तन्नो दुर्गा प्रचोदयात्। ॐ भास्कराय विद्महे महातेजाय धीमहि तन्नो सूर्य प्रचोदयात्। हरे ॐ तमेव माता च पिता तमेव बन्धो च सखा तमेव विद्या तरुणां तमेव सर्वं मम देव देव। बुवाहरूको फोटो खिच्नु पर्यो नि। ओहो यो चिज मजाको काम भएर छ, मैले नदेखेको नि। यो त भिडियोमा जसरी पनि पार्नु पर्यो नि। बनाउने बेलामा आउँदैन बल्ल एउटा माला भइसक्यो। हजुर भिडियो खिच्नु अब हजुर ल है सबै खिचिदिनु है खानी मात्रै यहाँ बत्तीलाई कुर्नु, अरू खाना खान जाउँ त ल। ल जानु जानु ल छिटो। ओम नमो भगवते वासुदेवाय नमः। हरे ओम श्री लक्ष्मी नारायणाभ्यां नमो ध्यानं समर्पयामि आवनं समर्पयामि। तिल मात्रै चढाउनुस्, खै केमा चढाउनु भएको छ? सुनिन्छ है यहाँ त सबै। ओम ब्राह्मणो समुखमसित बाहु राजन्नकृता ओरु तदेव शब्दमागु शूद्र जायत वनस्पति रसदभूतं गन्नात् गण्ड उत्तममाग्र सर्वदेवानं धूप्यं प्रतिगृहतं नवृद्यारविन्दे भवं भवानी सहितं नमामि। कपुरबत्ती कपुर पनि हाल्दिनुस् त्यहाँ यसो कपुर थप्नुस्। अनि चाँदीको पालामा सुनको बत्ती, ल्याउनु सक्छ। अनि यो अहिले बाल्ने बत्ती कति साह्रै हो। अब यसो गरौँ, अब त्यो सुप्पाको वरिपरि पुरै फेरो लगाएर विभिन्न प्रकारका दक्षिणाहरू राख्नुहोस् त। 5 को 10 को त्यही अनुसारले मेसो मिलाएर सट्ट पुरै त्यो फेरो गुवाउनु, सुप्पामा खुल्ला पैसा राख्नुहोस्। ओम हिरण्यगर्भ समृताग्रे भूत शान्तभद्रेक सदन पृथ्वी धामते माङ्गस्मे देवाभिका विधिम्बा भाण्डोदो पास्कर ईश्वरशनय न दैवे दैवत्रे कर्म पाम्न कर्म पाकं क्रिया लोप क्रीते चरितोत पन्ना बाल्यां बाल्यभेद्यां मृतादपत्य पुत्रात्वादि सकल पापक्षय पूर्व कर्म खंड सौभाग्य प्राप्तार्थम इह लोके मनोवापम सवे निरोगी भैना सवे खुशिरो आँखा चिम्म गरेर भगवान भगवती आमालाई ध्यान गर्नु। आँखा चिम्म गरेर आमाको ध्यान गर है त। ये माता माता पुत्र हजुरको 84 के महायज्ञको भागवत भगवानको आनन्द गन्ध भगवानको दुर्गा जी
ल जानु 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 बत्ती बाल्नु ल उतापट्टि गएर बाल्नु ल हो त्यहाँ यताबाट जानु त्यताबाट हो नि त्यहाँ हो यताबाट बाल्नु के गर्ने भित्र पारेर होला नि बाल्नु केही नसकिनु है अहिले तपाईँहरूले के गर्नु त भन्नुहोस् त एउटा काँसाको थालमा राखेर बत्ती 3टा बत्ती बाल्नु अनि तपाईँहरू सबैजनाले टक्क एकैछिन हामीले आरती गाउँछौँ सबैजनाले आरती मजाले प्रेमसँग आरती घुमाइरहने है ल उतैपट्टि आनन्दपुर भगवान् गुरु यसो नेपाली गुरु यसो त्यहाँ सिकाउनु त ल आरती सल्काउँ त आरती सल्काइसकेपछि कर्ताले अगाडिपट्टि गयो भागमा नसेको उता उता भयो भन्नु है
भोले राधा सर्वेश्वर भगवान को, आनंद कंद भगवान को, लक्ष्मीनारायण भगवान को, श्याम सुंदर भगवान को। भाषण गर्न त्यहाँ पनि आएको लगायत धेरै ठाउँमा गर्ने गर्दा बाबाले के भन्नुभयो त भन्दा कि पण्डित तपाईँ आए, तपाईँले कहिले भ्याउनुहुन्छ त्यहीले 84 गर्छु भनेर 6 महिना पहिलाबाट उहाँको सङ्कल्पित आज हामी आज हिजो र आज भोलिमा हामीले परिपूर्ति गर्दैछौँ है त। ल तपाईँले गरेको कर्म छोरा नातिमा सम्झना होस् भन्नको लागि म त्यही नामबाट एउटा भजन गाउँदैछु, तपाईँ आनन्दपूर्वक नाच्नुहोस् है त। जय होस्। हरे हरे बाबाजीले गरेको धर्म छोरा नाति हुने भो सम्झना, हजुरले गरेको धर्म छोरा नाति हुने भो सम्झना। छोरा नाति होने बहु सम्झना, रामकै नामले संसार चिनाउँछ राम्रै कामले। बलि रामचंद्र भगवान को, आनंद कंद भगवान को।
सुंदर नंद मुकुंद हरि नारायण हरि ओम। हरि सुंदर नंद मुकुंद हरि नारायण हरि ओम। हरि केशव हरि गोविंद हरि नारायण हरि ओम। हरि केशव हरि गोविंद हरि नारायण हरि ओम। हरि सुंदर नंद मुकुंद हरि नारायण हरि ओम। हरि सुंदर नंद मुकुंद हरि नारायण हरि ओम। हरि केशव हरि गोविंद हरि नारायण हरि ओम। हरि केशव हरि गोविंद हरि नारायण हरि ओम। हरि सुंदर नंद मुकुंद हरि नारायण हरि ओम। हरि सुंदर नंद मुकुंद हरि नारायण हरि ओम। वनमाली मुरली धारी गोवर्धन गिरवर धारी। 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 नित नित कर माखन चोरी गोपी मनहारी। नित नित कर माखन चोरी गोपी मनहारी। आओ रे गाओ रे गोकुल के प्यारे। आओ रे कान्हा रे गोकुल के प्यारे। आओ रे नाचो रे रास रचाओ रे। आओ रे नाचो रे रास रचाओ रे। हरि सुंदर नंद मुकुंद हरि नारायण हरि ओम। हरि सुंदर नंद मुकुंद हरि नारायण हरि ओम। हरि केशव हरि गोविंद हरि नारायण हरि ओम। हरि केशव हरि गोविंद हरि नारायण हरि ओम। हरि सुंदर नंद मुकुंद हरि नारायण हरि ओम। हरि सुंदर नंद मुकुंद हरि नारायण हरि ओम। हरि सुंदर नंद मुकुंद हरि नारायण हरि ओम। बाटो यस्तै खाने स्वर्गमा जाने हो भने। 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 बाटो यस्तै खाने स्वर्गमा जाने हो भने।
सर्वेश्वर भगवानको साई गंगा माको राधा सर्वेश्वर भगवानको आउनु सबै एउटा भजनमा सबै नाचेर भगवानको एकै परमात्माको कृष्ण गोविंद हरे मुरारे नाथ नारायण वासुदेवं वासुदेवं भजो वासुदेवं भजो वासुदेवं भजो वासुदेवं भजो वासुदेवं भजो बोले श्री कृष्णचंद्र भगवान को 84 के महायज्ञ को ल अब कर्ता वर्ग आफ्नो स्थानमा आउनु मलाई यसै
हे पक्कै नि मरिन्छ राम राम भने तरिन्छ 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 तरिन्छ पक्कै नि मरिन्छ राम राम भने 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 तरिन्छ हे सीताको आँसुले अयोध्यामा दल पर्यो 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 हे जाउला बैकुण्ठैमा नाच्दै गाउँदै बजाउँदै 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 बजाउँदै जाउला बैकुण्ठैमा नाच्दै गाउँदै 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 बजाउँदै हरि हरि हे स्वर्ग जाने बाटो नढुङ्गो छ न माटो 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 हे जाम जाम लाग्यो सबै जाँदा तिरिथो 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 तिरिथो जाम जाम लाग्यो सबै जाँदा 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 तिरिथो हे मैलाई बगाउला कि फुल बगाउने नदीले 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 नदीले मैलाई बगाउला कि फुल बगाउने नदीले हरे हरे शरण हरे शरण ओम हरे शरण हरे शरण हरे शरण हरे शरण ओम हरे शरण प्रभु शरण
पूजा समापन गरिसकेपछि भगवानलाई यस्तो प्रेम भाव प्रकट गर्ने कुरा हो है त। परमात्मासँगको जस्तै अन्तिम अवस्थाको हामीले अहिलेसम्म गरियो, अपरेसन गरियो दैविक शक्तिबाट, परमात्माको कृपाबाट, बेरुक्ति मन्त्रबाट, भगवानको अत्यन्तै तरङ्गबाट भगवान परमात्माको निमित्तमा कर्म गरियो है त। अब त्यो जस्तै हामीले हस्पिटलमा अपरेसन गरिसकेपछि अन्तिम अवस्थामा यो काम राम्रो भयो कि भएन भन्ने तरिकाले फेरि हामीले चेक गर्ने चलन छैन। त्यस्तै तरिकाले अब हाम्रो यो कार्यक्रमको समापन पछाडि भगवानलाई भित्री अन्तरात्माबाट, हृदयबाट हरि प्रकट गरेर भगवानलाई आरती अर्पण गर्दै हुनुहुन्छ, पुण्य कमाउँदै हुनुहुन्छ। यस्तो आनन्दपूर्वक नातिकिन, कतैपट्टि ध्यान नदिकिन आरती आनन्दपूर्वक कर्म गर्नु है त। ओम जय जगदीश रे प्रभु, जय जगदीश रे प्रभु का चरण उपासक, हरि का चरण उपासक, कते कते पार तारे। ओम जय जगदीश रे मना को धान मनोहर प्रेम रूपवासी, प्रभु प्रेम रूपवासी। अन्तिम भजनमा नचाउँदैछु। चढाउँ गणेश बाला सिन्दुर दुबो फुलमाला, चढाउँ गणेश बाला सिन्दुर दुबो
चौरासीकै महायज्ञको सबैले प्रेमसँग हात माथि ल्याउ त तनक्क हात तानौ त माथिला सबैले तनक्क तानौ यो किन भन्दा दायाँ र बायाँमा हामी यहाँ आउँदै गर्दा जानेर जीवनमा पाप गरिन्छ कहिल्यै गरिँदैन कहिल्यै जीवनमा गरिँदैन अन्जानले गरेको पाप केही रहेछ भने पनि दायाँ र बायाँको काखीमा लुकेको हुन्छ त्यस कारणले गर्दा एकचोटि हर हर महादेव भनौँ राधा सर्वेश्वर भगवानको 84 महायज्ञको आनन्द कंद भगवानको राष्ट्रदेव पशुपतिनाथ क्षेत्र भगवानको गौ माताको श्याम सुन्दर भगवानको पूजनीय ब्राह्मण देवहरूको गौ माताको समस्त देवी देवताहरूको 84 कर्म महायज्ञको भागवत भगवानको जय जय श्री राधे भनौँ एकचोटि यस्तो प्रकारको जय भन्नुहोस् कि उच्च स्वरमा यहाँ जयकार मनाएको राष्ट्रदेव पशुपतिमा सुन्योस् है त राधा सर्वेश्वर भगवानको साम्ब सदा शिवजी भगवानको मेरा समस्त भगवान रूपी भक्तहरूको नम पार्वती पते हर छैन 84 जुनीमा मरेपछि कर्म फल भूमिमा सुख छैन 84 जुनीमा मरेपछि कर्म फल भूमिमा मरेपछि कर्म फल भूमिमा आकाशबाट हेरिरहन्छन् जन्म दिने दाता मरेपछि पल्टाउने छन् कर्म फलको खाता आकाशबाट हेरिरहन्छन् जन्म दिने दाता मरेपछि पल्टाउने छन् कर्म फलको खाता सुख छैन 84 जुनीमा मरेपछि नरक भूमिमा सुख छैन 84 जुनीमा मरेपछि कर्म फल भूमिमा खाता देखाइदेलन 84 को जुनी भरी नाम लेखाइदेलन एक गरी कर्म फल को खाता देखाइदेलन 84 को जुनी भरी नाम लेखाइदेलन जानु पर्ला 84 भोगेर पाको थैलो चारपट्टि बोकेर जानु पर्ला 84 भोगेर पाको थैलो चारपट्टि बोकेर
पति पत्नी पाउ परी यमराजले लागि हाल्छन् भागले जस्तै गरी माता पिता दाजु भाइ छोडेर जानु पर्ने संसारै मोडेर माता पिता दाजु भाइ छोडेर जानु पर्ने संसारै मोडेर बन्धु साथ दिन्छन् मसान घाटसम्म पत्नी जान्छन् दैलोसम्म छोरा सागरसम्म मित्र बन्धु साथ दिन्छन् मसान घाटसम्म पत्नी जान्छन् दैलोसम्म छोरा सागरसम्म छोरा आउँछन् दागबत्ती दिएर बाबु जान्छन् घरमा फलिएर छोरा आउँछन् दागबत्ती दिएर बाबु जान्छन् घरमा फलिएर बाबु जान्छन् घरमा फलिएर आमा जान्छन् घरमा फलिएर बाबु जान्छन् घरमा फलिएर जिम्मा होइन जानी हो सोध्न परेन खाम राखिदियो हामी 3 सेकेन्ड गयो 5 सेकेन्ड गइसक्यो त्यसले अफ हुन्छ फेरि त्यसले अनलक हुन्छ उसले भने हेर ठिकै छ अब फेरि पछि फेरि तपाईँहरूको एउटा कुनै सप्ताहको योजना भयो भने त्यो बेलामा गाउँला नचाउँला रमाउँला अब एकैछिन मोबाइल हेरेर चित्त बजाऊ अब 1-2-3 महिनापछि हाम्रो एउटा यहाँ चिमबाट यो ठाउँमा एउटा सप्ताह गर्ने योजना भइरहेको छ त्यो बेलामा नाचौँला रमाउँला फेरि कथा प्रवचन धारा प्रवचन त्यो बेलामा श्रवण गरौँला यो निवेदन गर्दै अब सबैजना आनन्द गरौँ ल अब सबै बाजाहरू अब रेडी भएको छ है त ल अब मैले एउटा भजन निकालिदिन्छु अनि तपाईँहरूले बाबाहरूले आफ्नो स्वरले आनन्दपूर्वक गाउनु होला पुण्य कमाउनु होला जय होस् भोलि लामोदर गणेश भगवानको आमाहरूले पनि टक्क ताली बजाएर भजनको भावमा नाचौँला ताली बजाउनु है त सिन्दुर धोबो फुलमाला सिन्दुर धोबो फुलमाला
चढौ गणेश बाला सिन्दुर धोको फुलमाला सिन्दुर धोको फुलमाला चढौ गणेश बाला सिन्दुर धोको फुलमाला सिन्दुर धोको फुलमाला आणि चढौ गणेश बाला सिन्दूर धोको फुलमाला सिन्दूर धोको फुलमाला सिन्दूर धोको फुलमाला सिन्दूर धोको फुलमाला सिन्दूर धो शिवजी भगवान को आनंद कंद भगवान को कृष्णचंद्र परमात्मा को हरे नमः शिवाय नमः शिवाय हर हर भोले नमः शिवाय नमः शिवाय नमः शिवाय हर हर भोले नमः शिवाय
तर आउनुभएको छ यस्तो कविता ठाउँमा आउनुभएको छ कमसेकम एकचोटि नाचेर दुईटा पैताला यसो त्यहाँ टेकेर जानु हो भने पवित्र हुनुहुन्छ त्यो ठाउँ यहाँ नभए माथि बैगुठामा बास पाइन्छ यो चाहिँ ध्रुव सत्य हो आएर नाच्नलाई कुनै चिन्ता नगर्नु अझ छिटो भयो भने ढिलो भयो भन्नुहोस् अब राम नाम जपेर वैकुण्ठ शिवजीलाई फुलमाथि हामीलाई यसै जाति शिवजीलाई आरती हामीलाई यसै जाति शिवजीलाई
एकदम सामान कतै हराउँछ है भनेर गरेर गएछन् गनेर हाल्दैछ त्यो पण्डितजीलाई पठाइदिने हो सबै पण्डितजीको सामान केटा आउँछन् त्यही छन् 6-7 जना त्यो ग्रुपै बस्यो सबै ग्रुपै हुनुहुन्छ 5-6 जना भिडियो गरे बाबु अगाडि आएर जय हो भगवान हिमलाल परमेश्वर भगवती नारायण देवता गजाधर देवता हरानन्द देवता मलाई यहाँ पैदा जाने बाल्छ और सांगरे यहाँ उभिएर बाल्नु पर्यो ल्याउनुहोस् त बत्ती म बाल्छु बत्ती पश्चिम फर्काउनु न पुरो फर्काएछ निभिहाल्छ नि हो त्यसरी अर्का बत्ती पनि ठिक पारेर यो सबै जान्छ हो यसरी पश्चिम फर्काएछ बल्ल बत्ती बालन गरेर त यसो गर्नु पर्यो नि आमालाई छ सबैले लहरो ला भइहाल्छ बाह्र आमालाई छोसी हाम्रो बाह्रमा दीपकार्ती कल्याण आरोग्य सुख सम्पदा मम शत्रु विनाशाय दीपज्योति नमस्ते नारायण परमेश्वर मंगलान भगवान विष्णु मंगलान पुनरीकाक्षे मंगलाय तदेव लग्न आरोग्य सुख सम्पदा मम शत्रु विनाशाय दीपज्योति देवता परमेश्वर प्रसाद परमात्मा परमेश्वर जय कला परमेश्वर भगवान सुफला सर्वदा निर्विघ्ने नैवकर्तव्यो दासो हम तव केशव विष्णु भगवान भगवद्यो नारायण दक्षिणा छोडाकिन भन्छ अन्त तेल खाएर गिर्जा ओम न जानो न नारायण परमेश्वर भगवान भगवती नारायण
सम्झीलाई पनि लगाइदिनु है हाँस्नु नि त्यो अन्त टिकालाई सेम टु यु उहाँकै हो सिङ्गल पनि रौली चढाक्कै छ अहिले चौरासी देखौँ रौली फुर्ती भएर बस्न पाइन्छ नमस्कार चिरञ्जीवी बाबु चिरञ्जीवी गर्ने ससमा त आनन्द देखाउँदो रहेछ त्यो त लाउने शीतल हामीले 84 मुला भन्न लाग्यो फोटोले त एउटा अब कान्छी अन्तिम टप गर्ने हो त मैले मैले खान्न के बमिट हुन्छ मलाई